कसले यस्तो बनाएको? यात्रालाई अगाडि बढाउने क्रममा अहिले हामी चुडी भन्ज्याङदेखि अलि माथि रहेको देउराली बजारमा छौँ है। देउराली बजारमा चाहिँ साथीहरूले छुटपुट भएका केही सामानहरू किन्ने तर्खर गर्दैछन्। ल अहिले देखिरहेकै यो बाटोबाट हामी माथितिर जान्छौँ। बाटोका केही रमणीय दृश्यहरूसँगै तपाईँहरूसँगै हुन्छौँ हामी। देउरालीबाट अब हाम्रो यात्रा अघि बढिसकेको छ। देउरालीदेखि अलि माथिबाट चुडी भन्ज्याङ ऊ परको त्यस्तो देखियो अनि देउराली बजार यस्तो देखिएको छ। निकै मनमोहक र रमणीय वातावरण भएको अवस्था छ। बाटो भने अफ रोड भएको कारणले अलि बाइक चलाउनमा अलि शास्ति चाहिँ पक्कै छ। शान्त अनि रमणीय वातावरणसँगै हामी उकालो र ओह्रालो गर्दै अघि बढ्दैछौँ। बाइकको टायरमा हावाको मात्रा अलि बढी हुनको कारणले चलाउनमा केही शास्ति आएको भएर भाइले हावालाई कम गर्दैछ। कठिनाइलाई छिचोल्दै अब चाहिँ भने हामी किमताङ गाउँदेखि अलि माथि पुगेका छौँ। यहाँको वातावरणको के कुरा गरौँ। रोडको छेउ र कुनापट्टिको साइडमा लगाइएका काउली, बन्दा, चिया बगान र किरीहरूले हामीलाई नै स्वागत गरिरहेको आभास हामीले गर्यौं। अनि पछिल्लो समय लोप हुँदै गइरहेको पानी घट्टा जुन सञ्चालनमा चाहिँ रहेको रहेनछ, हामीले जाँदा जाँदा बाटोमा देख्यौं र हामीले भिडियोमा कैद गर्यौं। के गर्दै नानीहरू? नाम के हो? सीमा के गरेको यो? के बनाएको? खानेकुरो बनाएको? खानेकुरो हो त्यो? खाजा खायो त? के खायो? खाजा चाउचाउ। ल ठिक छ। ल स्कुल कहिलेदेखि छ? 11 गतेदेखि। बाटोमा भेटिएका साना साना बाबु नानीहरूसँग केही गफ गाफ गर्दै हामी फेरि हाम्रो यात्रालाई निरन्तरता दिँदै अघि बढ्यौं।